नमस्कार मेरो सबैजना भिडियो हेर्ने साथीभाइहरूलाई आज चाहिँ मैले फेरि पनि तपाईँहरूलाई मेरो माइकोम्स भ्लगमा स्वागत गर्न चाहन्छु। किनभने आज चाहिँ मैले फेरि डाँडाकाँडा हिँड्ने तपाईँहरूलाई पनि यसरी इच्छा छ भने चाहिँ यसरी नै लिएर घुम्नु होला, हिँड्नु होला, रमाइलो गर्नु। डाँडाकाँडाहरू सबै घुमाउँदै जाँदैछु। मेरो भिडियोमा खासै त्यस्तो त हुँदैन, मजाको हुँदैन, तर मलाई चाहिँ रमाइलो लागेको चाहिँ डाँडाकाँडा यसरी घुम्नु इच्छा छ। अनि तपाईँलाई पनि इच्छा छ भने त्यसरी नै जानु होला। मेरोबाट त्यही छ, सबैहरू एकदमै खुसी भएर त्यही भएर सक्नुहुन्छ। अब काममा त छँदैछ, सबैजना काममा त बिजी नै हुन्छ रहन्छ, तर पनि त्योबाट पनि अझै छोटो समय निकालेर यसरी नै हावा खाँदै 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 डाँडाकाँडाहरू डल्ले हो। आज चाहिँ अब जङ्गल भिजिट गर्न जाँदैछ हामी चाहिँ। म र मामा घरमा बसेर अलिकति बोरिङ भयो, पानी बनाउनुको नियममा माथि जङ्गलतिर। यो चाहिँ याङमाकुङको टप डाँडा, अस्ति गुरु मकै बारीहरू छिटिके। अब यहाँबाट फेरि सिधै डाँडाकाँडा हुँदै उकालो। मलाई चाहिँ डाँडाकाँडा हिँड्नु एकदमै रुचि लाग्छ। अस्ति म गएको डाँडा चाहिँ त्यो पन्बुको टापु यो डल्लेको खेतीहरू एकदमै यतातिर पुरा प्रशस्तै रहेछ। सिजन सकिएपछि चाहिँ हाईमा आउँछ होइन, सिजनमा चाहिँ बरु सिजनमा चाहिँ यतिखेर जस्तो चाहिँ डल्ले पाउनु भने 500 रुपियाँ मुस्किल पर्छ। हाइब्रिड पनि त्यति झन् के गर्दैछ। आसिङ कुन चाहिँ हो यो चाहिँ, यो जग्गा चाहिँ? हजुर याङमाकुमै पर्छ नि। ए उयो तलको टिस्टा खोला हो। उता चाहिँ तल ऊ पारिदेखि नै त्यो मैदान। ए हेर्नुहोस् है त यहाँ फिलहाल चाहिँ अब डाँडा पनि आइपुग्यो। सबै यहाँनिर बसेर यहाँबाट उँधोको दृश्य देखाउनु आएको चाहिँ तपाईँहरूलाई। डाँडाकाँडा कति राम्रो यस्तो जग्गाहरू छ। यहाँबाट हावा चाहिँ कति मजाको। अलिक फर्स्ट टाइम त रिङ्गाटै छुट्ने रहेछ यहाँबाट ओह्रालो फाइनली अब फिलहाल जानुपर्ने चाहिँ यो बाटो हो। आसिङलाई चाहिँ आसिङ तपाईँलाई चाहिँ यहाँनिर यस्तो जग्गामा चाहिँ के चाहिँ डेभलप होस् जस्तो लाग्छ? यो जुन चाहिँ एकदमै भ्यू पनि देखिरहेको रहेछ टन्नै दामी दामीहरू। हजुर गाउँमा चाहिँ मतलब यो ठाउँहरूमा चाहिँ कस्तो चाहिँ चाहनुहुन्छ तपाईँहरू? पानीको चाहिँ दुःख नि। हजुर बस्ती याङ्की भन्ने ठाउँमा चाहिँ पानीको दुःख छ। घर
भर्खर जल भन्दा नि अस्ति आउँछ भन्दै थियो हजुर जियो ट्रेक गरेर अहिले थोरै चुपचाप भयो त्यही पनि के भयो जल पनि आउँछ कहाँ यहाँ उपाय चाहिँ कहीँ छैन जुन चाहिँ यस्तो उयसमा चाहिँ पानी चाहिँ कहाँबाट निकाल्न सक्ने जस्तो कुराहरू सक्ने उपाय छैन टाढैबाट ल्याउँ होला अलिअलि बजेट ल्याउँदैन ए 5 करोड रुपियाँको बाटोघाटो त छ नि सबै छ लाइन बत्ती पनि छ टुरिज्म एरिया पनि छ यहाँ तपाईँले देखि नै हाल्नुभयो होला एकदमै भ्यू पोइन्टहरू कस्तो दामी दामी यहाँबाट देखिँदो रहेछ पानी चाहिँ गाडीमा बोकेर चलाउँछ कतिजनाले? लगेर राति राति बाद एउटा बुलबुले झोडाबाट सानो पानी आएको छ त्यो पानीलाई मेन्टेन गरेर यसो पाउँछ भनेर त्यसरी नै चलिरहेको छ नि नुहाइधुवाइ गर्ने दुःख छ दुःखै छ आउँदा अब आउँछ बिचराहरू ए अब यहाँ घरले खट्ने मान्छेलाई साह्रो छ खट्ने मान्छेलाई साह्रो नि नभए चाहिँ टुरिस्ट एरिया चाहिँ एकदम दामी रहेछ डेभलप भयो भने चाहिँ है चेन्जहरू भयो यहाँनिर टुरिज्म प्लेसहरू भयो भने चाहिँ डाँडाकाँडा चाहिँ एकदमै रमाइलो रहेछ यस्तो डरलाग्दो भिडहरू रहेछ कि छेउ हुने खालको के मजा यहाँबाट कालिम्पोङ 2 घन्टा लाग्छ हजुर तल गाडीको रोड पनि छ यहाँनिर थाक्कलको बोट तपाईँले देख्नु हुँदैछ होला थाक्कलको बोट चाहिँ यहाँनिर रहेछ अन्त यो तलको स्पेसली के हो भने चाहिँ यो चाहिँ एस रोड अरे नामै यहाँ चाहिँ माकुम जाने ठाउँ अनि कहाँ छ ए होमस्टे त्यहाँनिर छ उयो तलको घर देखिँदै गरेको यो अम्लाले टक्कै त्यहाँदेखि नै चाहिँ त्यो होमस्टे रहेछ यहाँ माथि माथि पनि पछि बनायो यो चाहिँ कसको जग्गा हो जमिन हो हजुर पर्सनल मान्छेको व्यक्तिकै हो कि न सरकारी छ यो व्यक्तिको हो नि एकदमै दामी दामी जग्गा पो रहेछ त यहाँबाट त कतै हेर्दा पनि एकदमै रमाइलो रमाइलो जग्गाहरू छ तर हावा चलिहाल्दो रहेछ हजुर कहिले यहाँ चाहिँ गुम्बा हुन्छ पछि एकदमै टाढो रहेछ यहाँ चाहिँ मजाको है मैदान अहिले चाहिँ अम्लिसो रोपिएको रहेछ पछि चाहिँ गुम्बा हुने ठाउँमै रहेछ तर गुम्बा पनि अनि ऊ त भिड हेर्दा त डरै लाग्दछ त तर हुन त यस्तै जग्गामा हुन्छ है गुम्बा चाहिँ एकदम शान्ति पिस ठाउँमा ए गुम्बालाई दिएको एरिया छ है त अँ अब चाहिँ यहाँबाट चाहिँ भ्यू हेर्ने ठाउँमै आइपुग्न आएको जो चाहिँ रमिते डाँडा भन्छ होइन हामी चाहिँ डाँडा यसरी हिँडेर चाहिँ ठिकै त्यो पोइन्टमा गएको थियौँ माथिदेखिको अझै यहाँ चाहिँ के भन्छ अरे यो जग्गा चाहिँ हामी आएको रमिते डाँडा नि कतिको टुरिस्ट आउँछ यहाँनिर आउँछ नि है टुरिस्ट प्लेस बनाइसकेको रहेछ अघिको डाँडा हामी टक्कै हिँड्दै अब गाउँघरमा कस्तो हुन्छ मजा रमाइलो त्यस्तै हुन्छ होइन बल्ल बल्ल अलिकति पोइन्टमा आइपुग्यो ए अघि यो रोडदेखि यहाँबाट रहेछ नि यहाँबाट अहिलेको त्यो एस रोडहरू पुग्नेहरू त्यहाँ रहेछ हेर्दै तपाईँले रमिता हेर्न चाहनुहुन्छ त्यो यहाँ आउनु होला त्यसरी नै म जस्तो डाँडा काँडाहरू घुम्नु होला यहाँनिर माथि त होमस्टे पनि छ दामी यस्तो अब ब्याग स्याग बोकेर आउँ भने समय छैन त्यहाँबाट फेरि ओह्रालो तल देख्दो रहेछ नि आज अलिक घाम लागेको रहेछ नि आहा यो अन्त गाउँघरको दृश्य मजाको खेतबारी बारी हावा यस्तो मजाको छ यहाँ ओह्रालो चाहिँ कहाँसम्म पुग्छ ए यो ओह्रालो चाहिँ फेरि त्यही डाँडा काँडा छ अब भने चाहिँ भिडियोलाई अन्त्य गर्ने पालो पनि आइसकेको छ र मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि पनि यस्तै रमाइलो भिडियो लिएर आउने नै छु